एकजना अमेरिकाको टेक्ससको अस्टिनमा बस्दै आएका साहसी नेपाली युवाको एउटा कथा लिएर आएको छु, जसले हालै मात्र विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। उनको उद्देश्य केवल सगरमाथा चढ्नु मात्र थिएन, त्योभन्दा ठुलो उद्देश्य थियो सगरमाथाको चुचुरोमा पुगेर बलात्कार विरुद्धको शक्तिशाली आवाज गुन्जाउनु, जुन उनले त्यहाँबाट गरेका छन्। अमेरिकाको टेक्ससमा बस्दै आएका पोखराका अमृत परियारले सगरमाथाको उचाइमा पुगेर फहराए न्यायको ब्यानर, निर्मल मस्तिष्क र विद्रोही मन बोकेका एक नेपाली युवाको हिमाल आवरण मात्र होइन, यो समाजका अपराधी विरुद्ध विश्वकै अग्लो थलोबाट दिएको कडा चेतावनी हो। यो पोखरा उपमहानगरपालिका वडा नम्बर 19 तल्लोको ठाँटीका अमृत परियारका लागि यो यात्रा केवल हिउँ र आँधीसँगको सम्झौता थिएन, यो त नेपालमा दिनानुदिन भइरहेका जघन्य अपराध र पीडितका पक्षमा विश्वको ध्यान तान्ने एउटा साहसी विद्रोह थियो। जेठ 7 गते 12:16 जाँदा जब अमृतले सगरमाथाको शिखरमा आफ्नो पाइला टेके, त्यति बेला उनले एउटा आरोहीको रूपमा मात्र विजयोत्सव मनाएनन्, बरु वर्षौंदेखि न्यायको पर्खाइमा छटपटाइरहेका हजारौं नेपाली छोरीहरूको मौन आवाजलाई संसारकै अग्लो शिखरबाट गुन्जाइदिए। पोखराको एउटा सामान्य परिवारमा जन्मेका अमृतको प्रारम्भिक जीवन अभाव र सङ्घर्षले भरिएको थियो। गाउँकै विद्यालयबाट उत्कृष्ट अङ्कसहित एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि पोखरा झरे। पृथ्वीनारायण क्याम्पसबाट विज्ञान संकाय अध्ययन पुरा गरेपछि उनको यात्रा चिकित्सा क्षेत्रतर्फ मोडियो र उनले कान्तिपुर डेन्टल कलेजबाट डेन्टलको डिप्लोमा पढाइ पुरा गरे र देशको कमजोर आर्थिक प्रणाली र लगानीको अभावका कारण आफ्नो व्यवसाय गर्ने उनको सपना पोखरामा अलपत्र पर्यो। अन्ततः पारिवारिक जिम्मेवारी र बेरोजगारीको कहरले उनलाई पनि लाखौं युवा जस्तै परदेशिन बाध्य बनायो। उनी रोजगारीको सिलसिलामा अमेरिका आएका हुन्। हाल श्रीमती र 2 छोरीसहित अमेरिकाको टेक्ससमा सुखद जीवन बिताएका अमृतको शरीर 7 समुद्र पारी भए पनि उनको मन भने सधैँ नेपालको माटो र यहाँको सामाजिक मुद्दामा डुलिरहन्थ्यो। नेपाल आउँदा हिमालका फेदहरूमा ट्रेकिङ गर्नु उनको रुचि थियो र यसपटक स्वदेश फिर्ता केवल मनोरञ्जनका लागि थिएन। निर्मला पन्ता, भागीरथी भट्टराई, इनिसा विका, सलिना पोखरेल, अंशु गौतम, रश्मि परियार, आरती भट्टराई, अङ्गिरा पासी र माया विका जस्ता अबोध छोरीहरूको न्याय नपाएको तितो यथार्थले उनको मन पोलिरहन्थ्यो। समाजमा व्याप्त यो डरलाग्दो प्रवृत्ति र राज्यको उदासीनताका विरुद्ध विश्वकै ध्यानाकर्षण गराउन उनले संसारकै सबभन्दा अग्लो थलो सगरमाथालाई आफ्नो आन्दोलनको मञ्च बनाए। अमृत परियार भन्छन्, सगरमाथा चढ्नु मेरो व्यक्तिगत सपना थियो, तर त्यहाँ पुगेर केवल आफ्नो सफलताको उत्सव मनाइन, मैले ती सबै छोरीहरूको पीडा सम्झिएँ।